स्पिरिचुअलिटी, आध्यात्म। आजको भागदौड पूर्ण हाम्रो जीवनमा यो शब्दले धेरै अर्थ बोक्छ। कसैको लागि यो ध्यान हो, कसैको लागि लेटिङ गो, सरेन्डर, आत्मसमर्पण। बट फर मोस्ट अफ इट दिस स्टार्ट्स विथ अ डीप लङ्गिङ, एउटा तिर्सनाबाट सुरु हुन्छ जसले भन्छ जीवन यति मात्र हो त। भौतिक सुख, मटेरियल पोजेसनबाट बाहिर निस्केर हेर्ने हो भने जीवन अझै ठुलो होला कि? यो मेट्रिक्स जुन भन्छौँ हामी, यसबाट बाहिर निस्केर हेर्ने हो भने जीवन अझै ब्युटिफुल होला कि? हो, यसबाट सुरु हुन्छ खोज। कतिले किताबमा भेट्छन्, कतिले साइलेन्समा, कतिले पीडामा। अनि यही खोजको दौरानमा कतिपयले आफ्नो गुरु भेट्छन्, कतिको लागि यो यात्रा एक्लो हुन्छ। आज यो शोमा हामी कुरा मात्र गर्दैनौँ, हामी सुन्छौँ दुईजनाको आन्तरिक यात्रा, द इनर जर्नीज। हामीसँग आज दुईजना गेस्ट हुनुहुन्छ। एउटा यस्तो साधक जसले ओशोलाई भेटेपछि आफ्नो सारा जीवन साधना, प्रेम र जागरणको यात्रामा बिताउनु भयो। उहाँको लागि स्पिरिचुअलिटी एउटा एस्केप मात्र होइन, साइन्स अफ ट्रान्सफर्मेसन हो। अर्कोतर्फ हामीसँग हुनुहुन्छ नेपालले एकदमै धेरै माया गरिदिनु भएको कलाकार, द एक्सन सुपरस्टार। तर उहाँसँग आज हामी अर्कै एङ्गलबाट कुरा राख्छौँ, जहाँ न त अरूले दिने स्पटलाइट छ, न त ताली। के छ भन्दा चाहिँ अवेरनेस छ। Let's go beyond the surface with the incredible Swami Anand Arun and the heartthrob Nikhil Upreti. Please join us, gentlemen. Namaskar, Swamiji. Thank you. Namaskar. Please, this way. सेक्सलाई मान्यता हाम्रो समाजमा प्राप्त छैन, हैन? सेक्सको कुरा गर्नु हुँदैन। यसो टिभी शोमा समाजले भन्छ कि सेन्सरमा काट्न पनि दिन्छ, हैन? काट्नुस्, हैन? अहिले नेपाल धेरै ओपन भइसकेको छ। यो सेक्सुअल प्र्याक्टिसेस इन द आश्रमको पनि कतिले कुरा उठाउनुहुन्छ नि। आश्रम र बाहिर के हो? आश्रममा मान्छेले खान्छ, हैन? बाहिर मान्छेले जो व्यवहार गर्छ, आश्रममा पनि त मान्छे नै छ नि, त्यही व्यवहार गर्छ। फरक यति छ कि बाहिर लुकाएर गर्छ, हामी लुकाएर गर्दैनौँ। ओशोलाई रोल्स रोयस बाबा पनि भनिन्थ्यो अरे। 93 रोल्स रोयस रेकर्डेड उहाँसँग थियो। 97। हामी नयाँ होइनौँ, हामी धेरै कालदेखि आइरहेका छौँ। बसाइसराई भइरहेको छ कोठा। त्यो छटपटाहट, त्यो खोज म भित्र थियो। र त्यो टाइममा अर्को कुरा यो पनि थियो कि त्यो बहुत कम व्यक्तिलाई थाहा थियो, म कलाकार हुँदै पनि गहिरो साधनामा पनि म त्यति नै थिएँ। मेरो साधना सकाएर मैले सूर्यनारायणको स्वागतको लागि खडा भइसक्नुपर्छ। सायद म त्यहाँ खडा भएन भने न सूर्यनारायण उदाउँदैनन् कि। गार्जियनको इच्छा थियो इन्जिनियर बना भनेर, त्यो अरू मैले विरोध पनि गर्न सकेन। म पढेर बनेर आएँ, तर मेरो भित्रबाट इच्छा चाहिँ जोगी बन्ने बच्चादेखि नै थियो। ओशोले भौतिक शरीर छोडेर गइसके पनि एउटा प्रेजेन्स छ उहाँको। ओशोले शरीर छोड्नु भएको 35 वर्ष भइसक्यो, बट आई फिल हिम मोर क्लोजर। उहाँले कुनै बडीमा अहिले जानुभएको छ? होइन, उहाँ लिनुहुन्न बडी। मेरो हजुरआमा चाहिँ मेरो सपनामा मैले धेरै देख्छु क्या उहाँलाई। अनि त्यो सोल कनेक्सन पो हो कि बा जस्तो पनि लाग्छ। अनि उहाँले अर्को बडी नपाएको कारणले यस्तो भएको हो कि? होइन, दुइटै हुनसक्छ। बडी नपाए, आफ्नो आफन्त बितेपछि सपनामा आउनु बडो स्वाभाविक कुरा हो, नेचुरल हो। र तन्त्रको साधनामा त सबभन्दा मेन बेसै यही हो, यसैकोमै आधारमा हुन्छ। यहाँ एक्सपिरियन्स त्यो सोलहरू, ती सोलहरूलाई इन्भाइट गर्न सकिन्छ। त भोक कुनै वस्तु हो र भोक राख्नुपर्ने हुन्छ। मेरो मास्टरसँग जुन कम्युनिकेसन छ,
त्यो एस्ट्रल कम्युनिकेसन हो। यहाँले डिपार्टेड स्पिरिट्सहरूसँग कतिसँग कुरा गरेको छु मैले भनेर भन्नुभएको छ होइन? त्यो मेरो कलेज लाइफमा आई वाज भेरी एडभेन्चरस होइन। सो म त्यो सोलहरूसँग कुरा गर्ने अनेक विधिहरू छ। आई युज टु कल द सोल अनि मैले चाहिँ पेन समातेर बस्थेँ। त्यसको 43 च्याप्टरमा योगानन्दजीले आफ्नो बितिसकेका गुरु युक्तेश्वर गिरी उहाँको हुनुहुन्थ्यो। युक्तेश्वर गिरीसँग सशरीर संवाद गर्नुभएको छ, फिजिकल बडीमा आएर। तर यहाँ रुँदै हुनुहुन्छ, यो रिसेन्ट हो किन? पहिले उहाँ मेरो सँगै विरोचन बसिराख्नु भएको छ। तपाईलाई भिजन्स पनि थियो, गुरुले पनि कन्फर्म गर्नुभयो, विरोचनले पनि कन्फर्म गर्नुभयो। सो अपेरेन्टली उहाँ चाहिँ तपाईको गुरु हुनुहुन्थ्यो? आनन्द हुनुहुन्थ्यो, उहाँ बुद्धको भाइ हुनुहुन्थ्यो र त्यही जन्ममा इन्लाइटेन हुनुभयो। उहाँ जगत कल्याणको लागि रिएन्कार्नेट गर्नुभएको छ, पुनर्जन्म उहाँको भएको छ। ग्लो पार्टनर लक्स, बेदाग निखारको लागि नयाँ लक्स। थ्याङ्क यू फर जोइनिङ अस टुडे। धन्यवाद, थ्याङ्क यू। कहाँबाट सुरु गरौँ जस्तो भयो मलाई। ओशोकै भनाइबाट सुरु गर्नु पर्ला। ओशोले भन्नुहुन्छ कुनै पनि एउटा व्यक्तिलाई दुई पटक भेट्न सकिँदैन रे। हरेक भेट पहिलो भेट हो। यदि हामी वर्तमानमा उपस्थित छौँ, यदि हामी प्रेजेन्ट छौँ भने हाम्रो जीवन चाहिँ एउटा खोला, एउटा रिभर, नदी जस्तै हुन्छ अरे, सधैँ बगिरहन्छ। एउटा स्थायी परिचय कसैको पनि हुँदैन। इम्पर्मानेन्सको कुरा गर्नुहुन्छ उहाँले होइन। तपाईँहरू कति अन्तर्वार्तामा गइसक्नुभयो। आज साँच्चीकै हाम्रो भेट पहिलो पटक भयो र फेरि यहाँ त्यो अघिको 2 मिनट अगाडिको भेटबाट पनि पहिलो पटक हामी भेट्दैछौँ। इम्पर्मानेन्सको कुरा मैले जोड्न चाहेँ। स्वामीजी तपाईँ गुरु रजनीशको डिसाइपल, वान अफ हिज फेभरेट डिसाइपल्स पनि भन्न सकिएला। तपाईले जुन ओशोको एउटा फायर, एउटा आगो यतिका वर्ष बोक्नुभयो होइन, त्यो पनि इभल्भ भयो होला नि। त्यो स्थायी छ त? इम्पर्मानेन्सको कुरा जब हामी गर्छौँ त्यहाँ यो पर्मानेन्सको च्याप्टर कसरी फिट हुन्छ? यो इम्पर्मानेन्ट जगतमा पनि दुई चिज पर्मानेन्ट छ। एउटा तपाईँ जो हुनुहुन्छ, तपाईँको शरीर होइन, तपाईँको जुन सोल छ, बिइङ छ, आत्मा छ, त्यो रहिरहन्छ। यो शरीर जान्छ एक दिन, हामी सबैको शरीर जान्छ होइन, चेन्ज हुन्छ। तर जो हाम्रो आत्मा छ, त्यो बिइङ छ, त्यसले बसाइसराई मात्रै गर्छ। यो घर छोडेर अर्को घरमा जान्छ। जबसम्म हाम्रो धारणा के छ, जबसम्म मनमा वासना छ, कुनै प्रकारको डिजायर छ, तबसम्म हाम्रो आत्माले शरीर खोजिराखेको हुन्छ। अर्को शरीर लिन्छ। तपाईँ यो शरीरमा हुनुहुन्छ, तर तपाईँले जब साधना गर्नुभयो थाहा पाउनुहुन्छ कि तपाईँ अरू शरीरमा पनि बसिसक्नु भएको छ र भविष्यमा पनि यो शरीर इम्पर्मानेन्ट छ, यस, तर तपाईँको जो बिइङ छ, आत्मा छ, त्यो पर्मानेन्ट छ। एक चिज। अर्को हामीहरू जो हामी ओशोका शिष्य हौँ, हामीलाई के बोध छ भने मेरो गुरुसँगको जुन प्रेम छ, उहाँप्रति जुन श्रद्धा छ, उहाँप्रति जुन विश्वास छ होइन। सांसारिक प्रेमहरू त धेरै टिक्छ, टुट्छ, जुड्छ होइन। सांसारिक प्रेमहरूमा त देखिराख्नु भएकै छ। तर जुन आध्यात्मिक प्रेम हो, एक दिन पृथ्वी रहँदैन, हजारौँ वर्ष, लाखौँ वर्षपछि पृथ्वी रहँदैन। तर मेरो जुन ओशोप्रतिको विश्वास छ, त्यो दिन पनि रहिरहन्छ। आध्यात्मिक प्रेम केलाई भनिन्छ र सांसारिक प्रेम केलाई भनिन्छ? परिवारतर्फको माया, आमा बुवातर्फको माया त सबै राम्रो हो, तर माया सबै माया यो शरीर जेलै हो, सबै मायाहरू होइन। आमा बुवासँगको माया, छोराछोरी, अब हिजोआज त श्रीमान श्रीमतीकै माया पनि नेपालमै 20% म्यारेज चाहिँ डाइभोर्स हुन्छ होइन। विदेशमा कहीँ जहाँ म धर्म प्रचार गर्न गइराखेको छु, त्यहाँ कहीँ 80%सम्म डाइभोर्स हुन्छ। 60% त नर्मल युरोपमा डाइभोर्स हुन्छ। त्यस कारणले यो जो एसियन कन्ट्रीमा चाहिँ म्यारेज
अलिकति पर्मानेन्ट थियो त्यो पनि अब नेपाल जस्तो गरिब देशमा पनि एभ्री 5th म्यारेज ब्रेक्स इन्टु द डाइभोर्स होइन त्यस कारणले यो पर्मानेन्ट छैन र बढीमा बढी टिक्यो भने पनि यो बढिरहन्छ ठिक छ बढी छोडिसकेपछि तपाईँको को बुवा हुनुहुन्थ्यो को आमा हुनुहुन्थ्यो को श्रीमान हुनुहुन्थ्यो कोही केही पनि याद हुँदैन सो बडी छोडिसकेपछि पनि रहने माया चाहिँ पर्मानेन्ट हो त्यो चाहिँ गुरुप्रतिको जुन माया हो प्रेम हो विश्वास हो त्यो चाहिँ शरीर छुटे पनि छुट्दैन ब्युटिफुल त्यो अनन्तकालदेखि आइरहेछ अनन्तकालसम्म रहन्छ हाम्रो स्मृति छैन त्यो अर्कै कुरा हो तर हामी नयाँ होइनौँ हामी धेरै कालदेखि आइरहेका छौँ बसाइसराई भइरहेका छ कोठा शरीर छोड्दै जान्छौँ अर्को शरीरमा जान्छौँ अर्को शरीरमा जाउँला तर हाम्रो बिइङ आत्मा रहिरहन्छ र यो आत्माले जुन गुरुसँग जुन प्रेम गरेको छ मेरो जुन ओशोसँगको प्रेम छ त्यो पृथ्वी टुट्यो भने पनि त्यो प्रेम टुट्नेवाला छैन ब्युटिफुल निखिल राई अहिले हामी वर्तमानको कुरा गरिरहेछौँ अलिकति पास्टमा गएर हेरौँ है यो रिसेन्ट पास्ट यो बिल्डिङ छिर्दा तपाईँलाई केही सम्झना आयो कि मैले सम्झाउनु पर्छ यो बिल्डिङ होइन त्यो गेटबाट छिर्ने साथै सम्झना आयो हामी कान्तिपुरको गेटबाटै छिर्ने साथै मेरो आँखा पहिला यसरी गयो तर टुटिसक्यो त्यो बिल्डिङ यो ठाउँ मात्रै छ 7 तलाबाट हाम फाल्नु खादियो दाइ त्यति बेलाको एक्सन सुपरस्टार होइन कति स्टन्ट्सहरू तपाईँले आफै गर्नुभयो नि कस्तो थियो त्यति बेला माहौल कि हार्नेस लाउनु पर्थ्यो कि केही सेफ्टी हुन्थ्यो त्यतिखेर हार्नेसको उनै थिएन मैले चाहिँ अब इन्डियामा त मैले स्टन्टम्यान पनि काम गरेकै होइन फाइटमा नि काम गरेँ त्यहाँको अनुभव पनि थियो र हामीहरूले त्यो जम्प गर्दाखेरि चाहिँ कार्टुन बक्स हुन्छ नि यो टेलिभिजन किन्दा होइन बियरहरू किन्दाखेरि बक्सहरू आउँछ नि त्यस्तो धेरै बक्सहरू राख्थ्यो त्यो लेयर बाई लेयर राख्थ्यौँ होइन करिब 5-6 फिट जति हाइट त्यो बक्स नै बक्सको हामी राख्थ्यौँ अनि त्यो बक्समा नै गर्नुपर्ने हुन्छ अहिले त एयर ब्याग आयो त्यतिखेर थिएन किनभने त्यो फोमको सेफ्टीले त्यसलाई बााउन्स गरेर त्यो बााउन्स ब्याक हुन्छ त्यो इम्प्याक्ट दिन्छ त्यसले बक्समा चाहिँ के हुन्थ्यो भने कुचिँदै भित्र छिर्ने भावनाले फोर्सलाई कम गर्दै जान्थ्यो त्यो एकदम घरेलु सरल तरिकाले हामीले त्यो गरेको थियो डर लागेन तपाईँलाई डर पनि डर लागेन स्टन्ट गर्दा होइन त्यो आफ्नै डिजाइन थियो डर त हाम्रो सुरक्षाको लागि लगाउँछ नै प्रकृतिले डर दिन्छ यदि डर भएन भने हामी जे पनि गरिदिन्छौँ होइन त्यसले गर्दाखेरि डर लाग्छ नै त्यो कारणले कि हाम्रो चेतना अलर्ट हुन्छ डरको कारणले ताकि म सेफ्टी गर्न सकूँ या के हुन सक्छ भनेर त्यति बेला तपाईँ लगभग भनौँ न 24 वर्ष लगभग 23-24-25 वर्षको उमेरमा तपाईँ पिक अफ द करियरमा हुनुहुन्थ्यो कि नाम थियो पैसा थियो एक किसिमको पहिचान थियो एक्सन सुपरस्टार यतिसम्म कि अहिलेको के स्टारडम कुरा गर्ने त्यति बेला तपाईँहरूलाई एस्कर्टिङ गरेर सुटिङहरूमा लिएर जानु पर्थ्यो घुइँचो लाग्थ्यो तपाईँहरूलाई भेट्नको लागि तर तपाईँले चटक्कै सबै कुरा छोडेर मुम्बई जानुभयो किन जानुभयो आफ्नो करियर एक्सप्लोर गर्न गएको हो कि होइन होइन मैले त्यतिसम्म सोचेको थिइनँ मैले त्यतिखेर मेरो करिबको साथीहरूलाई नि भनेको थिएँ मेरो सायद पुरानो इन्टरभ्यूमा नि थियो मलाई लाग्थ्यो म फिल्मको हिरो हुनको लागि जन्मे होइन यो सानो काम हो यो पपुलारिटी बहुत सानो काम हो मलाई पनि अहिले नि त्यही लाग्छ मलाई काम गर्नु छ किनभने मलाई सर्भाइभ गर्नु छ म त व्यवहारमा छु नि व्यवहारको दुनियाँमा पनि छु जस्तो तपाईँ अहिले आएर यो सो चलाउनुहुन्छ म फिल्ममा काम गर्छु मैले भने त्यतिखेर म लगभग 100वटा पिक्चर जति गरेपछि म यो कामलाई ब्रेक गर्छु भनेर मैले मुम्बई गएकै भले देख्दाखेरि अर्को घटनाबाट पनि जुडिएको थियो मेरो पारिवारिक घटनाबाट पनि तर मुम्बई जाँदाखेरि मैले गरेको चिजहरूमा धेरै चिजहरू थिए जस्तै स्काई डाइभर पनि म त्यही टाइममा नै भएको म मुम्बईमा मात्रै थिइनँ म थाइल्यान्डमा बसेँ मैले युएसपीए पनि लिएको होइन स्काई डाइभिङको ट्रेनिङहरू धेरै चिजको ट्रेनिङहरू तर त्यो ट्रेनिङ पनि बाहिरी र भित्री जस्तो थियो बाहिर पनि म के गरिरहेको थिएँ मलाई फिजिकल काम चाहिन्थ्यो तर म भित्र बहुत ठुलो क्वेसन थियो कि म के गरिरहेको छु कहाँ के गरिरहेको छु त्यो क्वेसन चाहिँ निरन्तर म जहाँ गए पनि थियो नै चाहे बम्बई गए पनि बम्बईबाट जहाँ गए पनि र मलाई जान्नु थियो यो केटो जन्म्यो किन यो सबै गर्छ वाह वाह हुन्छ न त्यो वाहवाहीले पनि त्यति सन्तुष्टि छैन त्यो छटपटाहट त्यो खोज म भित्र थियो र त्यो टाइममा अर्को कुरा यो पनि थियो कि त्यो बहुत कम व्यक्तिलाई थाहा थियो म कलाकार हुँदै पनि गहिरो साधनामा पनि म त्यति नै थिएँ त्यो साधना मैले कहिले पनि छोडिनँ जीवनमा धेरै किसिमको पीडाले एट्याक गर्थ्यो धेरै किसिमको सवालहरू उठ्थे कसैले के भन्थे कसैले के अड्कलबाजी गर्थे तर मेरो त्यो निरन्तर एउटा साधना थियो जहाँ म
आफूलाई रोकिएको ठहरेको महसुस गर्थेँ, होल्ड भएको महसुस गर्थेँ। त्यो मेरो लागि एउटा के भन्ने ठ्याक्कै शब्दमा मसँग केही पनि छैन कि साधना भनेपछि तपाईँ कुन टाइममा गर्नुहुन्छ दाइ साधना? मेरो साधना सूर्य उदाउनुभन्दा अगाडि सकिसकेका हुन्छु म, जहिले पनि। मैले भनिहालेँ, मैले एउटा गलतफहमी पालेर पनि राखेको छु। मेरो साधना सकाएर मैले सूर्यनारायणको स्वागतको लागि खडा भइसक्नुपर्छ। सायद म त्यहाँ खडा भएन भने न सूर्यनारायण उदाउँदैनन् कि, स्वागत त गर्नु पर्यो नि, नारायण आउँदैछ। स्वामीजी, हामी ब्रह्म मुहुर्त भन्छौँ नि, हजुर, किन भनिएको रहेछ ब्रह्म मुहुर्त? त्यो बहुत सुन्दर समय हो जब सूर्योदयभन्दा केही पूर्वको जो समय हुन्छ त्यसमा प्रकृति जागिराख्या हुन्छ, चराचुरुङ्गी गीत गाउन सुरु गर्छ होइन। हावामा अक्सिजनको मात्रा अधिक हुन्छ होइन। हामी रात्रिको निद्राबाट उठ्छौँ, हामी मात्रै उठ्दैनौँ, होल प्रकृति नै उठ्छ। प्रातःकालमा म पनि एकदम बिहानै उठेर वाक गर्छु म है आफ्नो आश्रममा। त्यो होल प्रकृति नै एक नयाँ जागरणमा प्रवेश गरिरहेका हुन्छ। त्यसलाई ब्रह्म मुहुर्त किन भन्या हो भने त्यो समयमा साधना गर्नु सबभन्दा उपयुक्त हुन्छ। ब्रह्मको हामी नजिक हुन्छौँ त्यो बेला। 3, 4, 3:30 बजेको ब्रह्म मुहुर्त हुन्छ होला। त्यति बेला हरेक दिन उठ्छौँ भने जीवन परिवर्तन हुन्छ हाम्रो? होइन, त्यतिले मात्रै जीवन परिवर्तन हुँदैन होइन। जीवन परिवर्तन भनेको एउटा लामो प्रक्रिया हो होइन। बिहान उठेर पनि मान्छे चाहिँ मूर्खै रहन सक्छ होइन। त्यो धेरै मान्छेहरू छन्, धेरै संस्थाहरू यस्तो छ जसमा कि 3 बजे उठ्नु अनिवार्य छ होइन। 3 बजे उठ्नुपर्छ। त्यो संस्थामा पनि तपाईँ जानुभयो भने स्वास्थ्यको लागि ठिक हो, ब्रह्म मुहुर्तमा उठ्नु ठिक छ, तर तपाईँले त्यो इन्टेलिजेन्सको सार्पनेस देख्न सक्नुहुन्न होइन। नर्मली बुद्धिजीवीहरू जुन हुन्छन्, लेखक, कवि, कलाकार होइन, उनीहरू चाहिँ ढिलोसम्म सुत्छन् किनभने उनीहरूको रात्रिमा कार्यक्रमहरू हुन्छ र लेख्ने पढ्ने बानी हुन्छन्। त्यस कारणले बिहान उठ्दैमा मान्छे इन्टेलिजेन्ट हुन्छ भने हामी मान्दैनौँ त्यो कुरालाई। स्वामीजी इन्जिनियरिङको विद्यार्थी, अव्वल विद्यार्थी, 90sमा इन्जिनियरिङ गर्नु भनेको त धेरैले गर्न सक्दैन थिए नि। कि त स्कलरसिपमा जानु पर्थ्यो कि त पैसा बुझाएर जानु पर्थ्यो। त्यति बेला सबैलाई थाहा छ तपाईँको कलेजमा गुरु रजनीश ओशो लेक्चर दिन आउँदाखेरि चाहिँ त्यो लेक्चर पछि तपाईँ उहाँको डिसाइपल बन्नलाई जानुभएको हो। अरू कुरा त हामी गर्छौँ, तर हाम्रो समाजमा एउटा कुरा छ कि बरु रक्सी खाऊ, जोगी नबन होइन। तपाईँलाई घरमा के भन्नुभयो? इन्जिनियरिङ पढ्न पठाएको छोरा अहिले एउटा बाबाको पछि लागेको छ, कस्तो कुराहरू उठे स्वामीजी? आफ्नो आफ्नो संस्कार हुन्छ। मेरो बच्चादेखि नै संस्कार कस्तो थियो भने साइन्सको विद्यार्थी भए पनि म 75% टाइम आध्यात्मिक किताबै पढ्थेँ। अब गार्जियनको इच्छा थियो इन्जिनियर बन भनेर, त्यो अरू मैले विरोध पनि गर्न सकेन। म पढेर बनेर आएँ, तर मेरो भित्रबाट इच्छा चाहिँ जोगी बन्ने बच्चादेखि नै थियो, संस्कार त्यही इच्छा नै थियो। तपाईँ यस किसिममा आफ्नो गुरुसँग जोडिनु पुग्नुभयो कि त्यति बेला आश्रममा ठाउँ नहुँदा तपाईँ त पार्किङ लटमा पनि सुत्नु भएको छ हो। त्यो अब गुरुसँग जाँदाखेरि गुरुको आश्रम बन्दै थियो, पुनः आश्रम स्टार्टिङै भएको थियो, त्यहाँ सुविधा थिएन होइन। एउटा बिल्डिङ मात्रै किनेका थिए आश्रमले जसमा गुरु बस्नुहुन्थ्यो, हामीहरूलाई बस्ने व्यवस्था थिएन होइन। तर गुरुको आकर्षण यस्तो थियो कि त्यहाँ फर्केर आउन मन लाग्थेन होइन। पैसा भाउन्जेल त होटलमा बसियो, त्यो बेला पैसा सिद्धिन थालेपछि एकदम कठिन ठाउँमा पनि सुत्यो, एकदम सस्तो खाना पनि खाइयो, फलफुलमा एकदमै मेरो बजेट यस्तो भइदियो कि दिनमा त्यो बेला इन्डियामा चाहिँ 4 आना भन्थ्यो, मेरो बजेट यस्तो भइदियो कि दिनमा 4 आनाभन्दा म खर्च गर्न सक्दिनँ। 4 आनामै गुजारा गरेर पनि महिनो बसेँ म। तर एउटा आध्यात्मिक आकर्षण भनेको त्यो अरू मान्छेले बुझाउन सकिँदैन। म इन्जिनियर थिएँ, कमाइराखेका थिएँ, यहाँ आयो भने मलाई सबै सुविधा थियो होइन। तर त्यहाँ गुरु कहाँ बस्दाखेरि जुन मलाई आनन्द थियो
त्यो मैले करोडपतिको घरमा बसेर पनि त्यो आनन्द पाउन सक्दिनँ होइन। त्यो पछि त आश्रम सुविधाजनक, अहिले त हामी तपोवन जुन बसिरहेका छौँ बहुत सुविधाजनक आश्रम हो। त तपोवन पनि आज स्टार्ट भएको 35 वर्ष हो। सुरुको दिनमा तपोवनमा पनि हामी एकदमै डर्मेट्रीमा बसेँ होइन। एउटा बाथरुम थियो, कमन बाथरुम, त्यसैमा सबै जानुपर्ने, किचन थिएन, बाहिर भाँडा खाना पकाउनु पर्ने। सुरुका दिन आश्रमहरूको सङ्घर्षपूर्ण दिन हुन्छ, तर त्यसको आफ्नै मजा छ, आफ्नै आनन्द छ। म यहाँ गभर्मेन्टमा इन्जिनियर थिएँ, तलब थियो, यहाँ सबै सुविधा थियो। त्यहाँ फुटपाथमा बस्दाखेरि पनि जुन आनन्द थियो त्यो यहाँ प्यालेसमा बस्दाखेरि पनि हुन सक्दैन। त्यो आध्यात्मिक आनन्द अर्कै हुन्छ। गुरु जसले थाप्या छ, गुरुको सान्निध्य जसलाई प्राप्त भएको छ उसलाई थाहा हुन्छ कि गुरुको उपस्थितिमा बस्नु परमात्माकै उपस्थितिमा बस्नु जस्तो हुन्छ। स्वामीजीलाई अर्को एकदमै सोध्न मन लागेको कुरा, यहाँले ओशोले भौतिक शरीर छोडेर गइसके पनि एउटा प्रेजेन्स छ उहाँको भनेर भन्नुहुन्छ। यो लिभिङ र डेडको कस्तो कनेक्सन हो? यो यस्तो छ, तपाईँको लेभलमा फिल गर्नुहुन्छ यहाँले? if your relationship with only with body जब समाप्त हुन्छ रिलेसनसिप पनि समाप्त हुन्छ। अधिकांश जो प्रेम रोमान्स चलिरहेछ पृथ्वीमा त्यो सब फिजिकल एक्जिस्टेन्स रहेछन् मात्रै चल्छ। एउटा आत्मिक सम्बन्ध हुन्छ होइन, आत्माको प्रेम हुन्छ जो गुरुसँग जेनरली हुन्छ। अब हाम्रो जुन गुरु ओशोसँग जुन आत्मिक सम्बन्ध छ त्यसले गर्दाखेरि ओशोले शरीर छोड्नु भएको 35 वर्ष भइसक्यो, बट आई फिल हिम मोर क्लोजर देन वाट आई वाज फिलिङ हिम व्हेन ही वाज इन फिजिकल बडी। जब उहाँ शरीरमा हुनुहुन्थ्यो मैले दौडी अमेरिका जानु पर्थ्यो, रजनीशपुरम जानु पर्थ्यो, पासपोर्ट दिनु पर्थ्यो, भिसा लिनु पर्थ्यो, प्लेनको टिकट दिनु पर्थ्यो होइन, या पुना जानु पर्थ्यो, पुना बस्नुहुन्थ्यो। आज उहाँ शरीरमा हुनुहुन्न, अब उहाँले दौडी म कहाँ आउनुपर्छ, त बनाउनुपर्छ। द्याट्स द डिफरेन्स नो। द रिलेसनसिप एक्जिस्ट, इट विल एक्जिस्ट होइन, सधैँको लागि बस्छ। अब मैले दौड्नु पर्दैन किन मेरो शरीरको लिमिटेसन छ, अब उहाँ दौडेर आउनुहुन्छ। उहाँले कुनै बडीमा अहिले जानु भएको छ होइन, उहाँ लिनुहुन्न बडी। सो म चाहिँ केमा विश्वास गर्छु भने कोही पनि नजिकको व्यक्ति भौतिक शरीर छोड्छ अथवा उसको निधन हुन्छ भने चाहिँ म के बिलिफ सिस्टम राख्न खोज्छु, यो बिलिफ सिस्टमले चाहिँ मलाई एक किसिमको आशा र खुसी दिन्छ, होप दिन्छ। सो अब चाहिँ ऊ अलि राम्रो ठाउँमा, अझै राम्रो ठाउँमा गयो होला, राम्रो बडी उसले पायो होला, त्यसरी म आत्मसन्तुष्टि लिने गर्दछु स्वामीजी होइन। मेरो हजुरआमा चाहिँ मेरो सपनामा मैले धेरै देख्छु क्या उहाँलाई, अनि त्यो सोल कनेक्सन पो हो कि बा जस्तो पनि लाग्छ। अनि उहाँले अर्को बडी नपाएको कारणले यस्तो भएको हो कि अर्को बडी पाएको भए त यसरी भिजिट गर्नु हुँदैन थियो होला जस्तो लाग्छ। आई डोन्ट नो मैले कुन डिरेक्सनमा सोचिरहेको छु होइन, तर ममा आउने थट्सहरू भनौँ न, अहिले अर्को बडी नपाएको हो होइन, दुइटै हुनसक्छ। बडी नपाए आफ्नो आफन्त बितेपछि सपनामा आउनु बडो स्वाभाविक कुरा हो, नेचुरल हो होइन। त्यो आफन्तहरूले कहिलेकाहीँ त यस्तो पनि दिन्छन् कि मेरो चाहिँ मुक्तिको लागि त्यसले श्राद्ध क्रम गरिदेऊ, मेरो लागि दान गरिदेऊ होइन। डिपार्टेड सोलले आमा बुवाले हजुरबुवाहरूले कन्ट्याक्ट गर्नु भनेको हाम्रो नेपाली समाजमा कुनै आश्चर्य लाग्दो घटना होइन, यो भइ नै राख्छ। र जो जन्म लिइसके जस्तो गुरुहरू हुनुहुन्छ होइन, या ठुलो योगीहरू हुनुहुन्छ भने उहाँ बडी लिइसकेपछि पनि सपनामा आउन सक्नुहुन्छ। मेरो मास्टरसँग जुन कम्युनिकेसन छ त्यो एस्ट्रल कम्युनिकेसन हो, त्यो इन्टरनेटबाट मोबाइलबाट त हाम्रो कुरा हुँदैन नि होइन, त्यो त एस्ट्रल कम्युनिकेसन हो, त्यो त चलि नै रहन्छ, त्यसको लागि कुनै नेट चाहिँदैन। यहाँले डिपार्टेड स्पिरिट्सहरूसँग कतिसँग कुरा गरेको छु मैले भनेर भन्नुभएको छ तपाईँले, स्पिरिट्सहरूसँग होइन? त्यो मेरो कलेज लाइफमा आई वाज भेरी एडभेन्चरस होइन। सो म त्यो सोलहरूसँग कुरा गर्ने अनेक विधिहरू छ, त्यसमा एउटा विधि छ अटोमेटिक राइटिङ होइन, टेबल टर्निङ, देयर आर लट अफ टेक्निक्स नो। सो आई वाज भेरी क्युरियस। तर मैले
अटोमेटिक राइटिङ गर्थेँ कि आई युज टु कल द सोल अनि मैले चाहिँ पेन समातेर बस्थेँ अनि म आई टु लुज माई बडी अनि त्यो कलम आफै चल्थ्यो होइन। यो त्यो एउटा साइन्स हो, यसको डिटेलमा म अहिले तपाईँलाई भन्न गाह्रो होला। दिस कल्स फर अनदर एपिसोड। यो जुन सोलसँग कम्युनिकेसन गर्ने जुन साइन्सको कुरा गर्नुभएको छ नि, सायद यसले एन्टायर एपिसोड लिन्छ होला। म तपाईँको अडियन्सको लागि पनि भनिदिन्छु, देयर इज ए बुक द ल अफ स्पिरिट वर्ल्ड, अहिले भेरी बेस्ट सेलर किताब भइरहेछ वर्ल्डमा, र यो सोलहरूसँग कुरा गर्ने अहिले हजारौँ किताब पब्लिस भइरहेका छ होइन। अमेरिकन राइटरले लेखिरहेछ, ब्रिटिस राइटरले लेखिरहेछ। त एउटा हाम्रो कन्टेक्स्टमा इन्डियामा प्रकाशित एउटा बुक छ द अदर वर्ल्डको बारेमा अहिले जो नाम मैले लिएँ होइन, त्यो ल अफ स्पिरिट वर्ल्ड, त्यो किताब पढ्नुहोस्। ल अफ स्पिरिट वर्ल्ड, ल अफ स्पिरिट वर्ल्ड। आई रिक्वेस्ट all your listener to understand this phenomena, they should read the one book, Law of Spirit World. यो शरीर छोडेपछिको जुन जगत छ त्यसको नियम के हो, कसरी त्यो चल्छ, कसरी कम्युनिकेसन हुन्छ, वन्डरफुल बुक। र आध्यात्मिक रूपले बुझ्न चाहनुहुन्छ भने योगानन्दजीको एउटा किताब छ अटोबायोग्राफी अफ ए योगी, वर्ल्ड फेमस, संसारमा सबभन्दा बढी बिक्ने किताब मध्ये हो। त्यसको 43 च्याप्टर छ, त्यसमा अनेक च्याप्टर छ। त्यसको 43 च्याप्टरमा योगानन्दजीले आफ्नो बितिसकेका गुरु युक्तेश्वर गिरी उहाँको हुनुहुन्थ्यो, युक्तेश्वर गिरीसँग सशरीर संवाद गर्नुभएको छ। फिजिकल बडीमा आएर शरीर छोडिसकेको गुरुले आफ्नो शिष्यको लागि, शिष्य विलाप गरिराखेको थियो, गुरुले मलाई किन छोडेर जानुभयो भनेर शिष्यको लागि गुरुले शरीर लिएर 2 घण्टा बम्बेमा होटलमा डायलग गर्नुभएको। त्यो 43 च्याप्टर पढ्नुहोस्, अटोबायोग्राफी योगी। म तपाईँको अडियन्सको लागि भन्छु, दोज हु आर इन्ट्रेस्टेड इन एस्ट्रल वर्ल्ड एन्ड एस्ट्रल कम्युनिकेसन, मान्छे मरेपछि संवाद बन्द हुँदैन, हाम्रो संवाद ओसोसँग बन्द हुँदैन, कहिले पनि बन्द हुँदैन। निखिल दाइले अघि भन्नुभएको थियो यहाँको भेट भएको छ ओशोसँग, कसरी भेट भएको छ भन्नुभयो। म यसरी यसलाई अलिकति ब्याक गरेर मैले भन्नुपर्ने हुन्छ। जस्तो मैले भनिहालेँ, म स्काई डाइभर पनि हो, मैले स्टन्ट पनि गरेँ। इभन 7 तलाबको जम्प या कुनै पनि स्टन्ट गर्दा जुन चाहिँ रिस्की स्टन्टहरू सजिलो हुन्छ भन्नलाई, म प्लेनबाट जम्प गर्दाखेरिको कुरा, जबसम्म प्यारासुट खुल्दैन, हामी फ्री फल भन्छौँ त्यसलाई, कन्टिन्यू हामी ढुङ्गा जस्तोरी खसिरहेको हुन्छ र ग्राभिटीले मल्टिपल गर्दै जान्छ त्यो फोर्सलाई होइन, हाम्रो स्पिड बढ्दै जान्छ। त्यतिखेर यस्तो एहसास हुन्छ कि म तल झर्दैछु, म देखिरहेको छु कि। अक्सर व्यक्तिहरू डराउँदाखेरि यही हो, हामीसँग घटेको घटना हामीले ख्याल गर्दैनौँ। म झर्दै गरेको नै म देखिरहेको हुन्छु, मानौ कि त्यो बिचमा म प्यारासुट नखुलेर जमिनमा ब्याङ भयो भने त्यो देख्नेवाला देख्ने ठाउँमै बसिरहेको छ, बडी त्यही खत्तम भयो होइन। र तन्त्रको साधनामा त सबभन्दा मेन बेसै यही हो, यसैकोमै आधारमा हुन्छ। यहाँ एक्सपिरियन्स त्यो सोलहरू, ती सोलहरूलाई इन्भाइट गर्न सकिन्छ। र अघि पनि मेरो धारणा म के भन्छु भने, विशेष व्यक्तिहरू यहाँ जन्मिन सक्दैन। जन्मिन जति पाए त्यतिखेर सक्नु भयो। हिटलर पनि जन्मिँदैन नि त, हिटलर सानो रूपमा जन्मिन्छ। हाम्रो देशमा नि जन्मे नि सानो हिटलरहरू, मार्ने कामहरू प्रशस्त गरे उनीहरूले। टुक्रा टुक्रामा हिटलर जन्मिन्छ, टुक्रा टुक्रामा बुद्ध पनि जन्मिन्छ होइन। यो चलि नै रह्छ। अब सोलको कुरा जुन छ, जबसम्म शरीरमा आउँछ नि हामी भोकले तानिने हो, त्यो गर्भमा तानिन्छौँ हामी। यदि हामीलाई तानिनु छ भने हामीले म्याग्नेट आफूसँग राख्न सक्नुपर्छ। योगी विशेषहरूले त्यो म्याग्नेट राख्छन् जस्तो लाग्छ, यो मेरो भनाइ हो। नत्र उनीहरू तानिँदैनन्, आउन नै सक्दैन। जस्तो कि आगोलाई मुनि हामीले धकेल्न सक्दैनौँ। तपाईँले आगोलाई, कुनै फ्लेमलाई तल बिल्डिङबाट झारिदिन्छु भन्यो भने झर्दैन। यदि त्यसलाई झार्नु छ भने हामीले के गर्नुपर्छ त, कुनै चिजमा आगो लगाउनुपर्छ ताकि त्यो चिजसँगै त्यो आगो तल आउने मात्रै हो। त भोक कुनै वस्तु हो र भोक राख्नुपर्ने हुन्छ। जस्तै रामकृष्ण परमहंसको उसमा पनि यो उल्लेख छ नै, ती व्यक्तिहरूले कि आफ्नो भोक राख्छन् कि फेरि पनि मैले त्यहाँ जानु छ भनेर।
त जानको लागि त केही राख्नु पर्यो नि। जब गर्भ म्याग्नेट हो भने मैले आइरन लाएरै राख्नुपर्छ कि अलिकति के आइरनको चिज मैले राखिराखेँ भने त्यो गर्भले मलाई तान्छ होला। यो मैले इक्जाम्पलमा भनेको ठ्याक्कै यस्तो होइन। र अर्को कुरा जुन शरीर र शरीरबाट अशरीरमा जाँदाखेरिको अवस्थामा हैन, जस्तै भनौँ न एउटा तन्त्रको साधारण विधिको मैले कुरा गर्न खोजेको, एउटा व्यक्तिलाई भनिन्छ नि ए भाइ यहाँ आऊ न, तिमीलाई म मजाले रक्सी पनि दिन्छु, कुखुरा सुखुरा दिन्छु, त्यो एउटा व्यक्ति छ नि त्यसलाई गएर हानिदिहाल त ढुङ्गाले हैन। त्यो खाना लोभ र लालचले गएर त्यसले हानिदिन्छ भने त्यही व्यक्ति अशरीरमा हुँदाखेरि पनि त्यस्तै किसिमको भोग जगाएर उसलाई पनि तानिन्छ। यहाँ सिर्फ भोगले तान्दछ र भोगबाट पर हुनलाई समझ हुनुपर्छ, ज्ञान हुनुपर्छ, त्यतिलाई ज्ञान सम्झिन्छ र त्यहाँसम्म पुग्नको लागि यो यात्रामा हामीले दौडिने हो। हामी भित्र छ नै विशाल चिज छ, हामी प्रोसेसमा छौँ, प्रोसेसिङमा छौँ हामीहरू, यो प्रोसेसको चिज हो। त्यसले गर्दाखेरि हामीले ती जानकार व्यक्तिलाई पनि, हाम्रो परम्परामै छ नि वीर खेल्ने भन्ने छ। अहिले त साइन्स जान्नेहरू पनि होइन, टुक्रे साइन्स जान्नेहरूको कुरा ठुलो भए मात्रै हो। जो व्यक्ति विज्ञान पढ्यो होला, भले 99 मार्क्स पनि ल्यायो होला, तर शान्त तरिकाले बुझेको छैन नि हैन। जब हामीले कम्प्लिट आफूलाई साइलेन्ट गऱ्यौँ भने ठ्याक्कै फिल हुन्छ यो शरीर एउटा हो र शरीरमा केही चिज छ। हामीले अघि अफ द रेकर्ड पनि कुरा गर्दा मैले पहिले नै भनेको थिएँ, म सायद भाग्यमानी भन्छु आफूलाई भन्नुपर्दा, तर त्यो प्रोसेसको चिज थियो, यो प्रकृतिको प्रोसेस मेरो कुराले भएन। मैले एउटै सपना 1 वर्ष देखेँ, त्यसले यही चिज मलाई जनाउन खोजिरहेको थियो कि सपना देख्नेवाला त पनि होइन। यदि देख्ने आँखाले हो भने त हामी राति सुत्या बेला आँखा त बन्द गरेर यहाँ माथि पुऱ्याइरहेको हुन्छ निन्द्रामा, देख्यो त कसले? सपना कसले देख्यो? यो आँखाले? एक त रुम अँध्यारो छ, फेरि सपनामा हामी यति प्रचण्ड गर्मी घाम लागेर सपनामा भन्छौँ नि आज राति सपनामा यस्तो ठाउँमा घामले पोलेर मलाई यस्तो गाह्रो भए पनि भन्थ्यो नि हैन, तर सुत्या छौँ हामी डार्क रुममा र देख्नेवाला आँखा बन्द छ। यो स्पष्ट पार्नलाई सायद केही चिजले मलाई 1 वर्ष, यो बेवकुफ हो, यसलाई एकचोटि देखाएर बुझ्दैन, यसलाई बार बार देखाएपछि बुझ्छ कि भनेर देखाइदिए होला जस्तो लाग्छ। यो मेरो मान्यता। यहाँ खेल छ नै, एनर्जीको खेल छ, हामी प्रोसेसिङ एनर्जी हो। सो मैले यहाँले ठ्याक्कै खुलाउनु भएन, मैले ओशोको क्वेसन राखेको थिएँ, कस्तो संवाद भएको थियो यहाँको? एउटा घटना, यसलाई भन्दाखेरि फेरि यहाँ अलग्गै किसिमको मेरो आफ्नो, किनभने मेरो उपट्टिको प्रेम र श्रद्धा, मान्छेहरू त विश्वासमा रहन्छन्, म विश्वासलाई मान्दिनँ। विश्वास त पार्टी चेन्ज भए जस्तो हुन्छ, आज विश्वास भोलि टुट्छ नि त, श्रद्धा टुट्दैन। मेरो उनपट्टिको श्रद्धाले त्यो घटना मपट्टि गरेको। हाम्रो श्रद्धा र जुन प्रेमको धागो छ नि, यो इन्टरनेटको फ्रिक्वेन्सी भन्दा पनि सूक्ष्म छ। सायद त्यो कारणले होला मलाई गजबको घटना छ। म सुटिङबाट राति आउँदाखेरिको घटना हो। म जतिसुकै राति आएँ म नुहाएर सुत्नु पर्थ्यो, मैले नुहाएँ, म बेडमा जस्ट सुतेर उत्तानो परिराख्दाखेरि अब त्यसलाई कसरी एक्सप्लेन गर्ने कि एकदमै माइक्रो पोइन्टमा मेरो निधारमा चिसो पनि पोइन्टेड, जस्तै लेजर पनि हुन्छ नि पोइन्टेड लेजर, यति माइक्रोमा पनि त्यो पाल पार्न सक्छ नि भने जस्तै कि त्यो चाहिँ ठ्याक्कै अपोजिट थियो। त्यो मेरो ख्यालले त्यो -120 थियो होला मेरो मान्यता। त्यति सार्प निडल जस्तो तर चिसोले जब मेरो निधारमा छोयो र त्यो ठ्याक्कै कस्तो मिन्ट जस्तो निधारमा फैलिँदै गयो क्या, त्यो चिसो सरर फैलिँदै गयो क्या। त्यहाँ कोही पनि आकृति मैले देखेको होइन, मैले केही पनि गरेँ होइन। म सुटिङबाट आएँ, रातिको एक्सनको चिज थियो, बिहान राति नै आएँ, सुतेँ। सुत्दाखेरि जब त्यो घटना, रुम डार्क रुम, मैले जस्ट मेरो मुखबाट स्वस्फूर्त तिमी ओसो, तपाईँले तिमी भनेर रेफर गर्नुभयो। म तिमी, फेरि म अहिले पनि भन्छु मलाई तिमी शब्द बहुत प्रिय लाग्छ। मलाई तपाईँ यो त्योभन्दा अप्ठ्यारो लाग्छ, म बोल्छु सबैलाई तपाईँ, मलाई कसैले तिमी भन्यो भने पनि लाग्छ। तिमी शब्द मेरो प्रिय हो, मलाई जो प्रिय लाग्छ म उसलाई तिमी नै भन्छु। त्यो मेरो एउटा घटना थियो र स्वस्फूर्त मैले उनको बारेमा सोचेको नि थिइनँ। दुईवटा मेरो त्यस्तो घटना थियो। एकचोटि साधनामा के हुन्छ भने साधना एउटा एक्सर्साइज हो। साधनाले थाक्छ मान्छे, नराम्रोसँग निचोडिन्छ मान्छेले। ध्यान साधना एकैचोटि बोल्छ नि, त्यो एकदमै अपोजिट दुईवटा चिज हो। साधना एउटा अलग हो र ध्यान अलग हो, अवस्था अलग हो। साधना आफूलाई घिच्ने चिज हो,
जब साधना ज्यादै घिसिन्छ नि त्यस पछाडि ध्यानमा बस्दाखेरि त्यो यति रिल्याक्स भइन्छ नि। त्यो रिल्याक्स अवस्थामा मैले एउटा योगीको आकृति देखेँ। टक्क मैले एकछिन बुझाएको थिइनँ, त्यो उहाँको बर्थ डेट थियो। किनभने त्यो साधनाबाट उठ्ने साथै मेरो एउटा इन्डियन साथीले फोन गर्यो। उसैले सामनेबाट फोन गरेर आज मेरा बर्थडे भनेरै फोन गर्यो। कति व्यक्ति भन्छ नि आज मेरो बर्थडे हो मलाई विश गरेनौ भनेर, हैन? म त त्यसलाई बिचारा कन्डिसन भन्छु, यो मेरो अवस्था हो है। त्यो सबैलाई त्यो लाग्नु हुँदैन हैन। अरूले याद नगरे नि आफूले भनेर विश सुन्न चाहने एउटा हो हैन। अरे यार मैं खुद का भूल जाता हूँ, मैं तुम्हारा कैसे याद करूँ। मैले उसलाई भने, इन्डियन साथी थियो। अनि उसले भन्यो कि त कसरी भुल्न सक्छस् यार, हिन्दुस्तानमा दुईटा व्यक्तिको आजको विशेष दिन जन्म भयो, एउटा ओशो रजनीश, एउटा म भनेर शानले उसले सुनायो। ठक्क सुन्छु, ओहो केही छिन अगाडि मेरो अगाडि योगी त उहाँ नै हुनुहुन्थ्यो। मेरो त्यो ध्यानको अवस्थामा निरन्तर न मैले त्यहाँ नाम सम्झेँ, तर उसले भन्ने साथै त्यो चिज फेरि रिलेट भयो। यी सब एउटा अवस्थाका चिज हुन्। तर यति स्पष्ट हो तन्त्रमा यसको बहुत गजबको उपयोग छ। हामी शरीर र शरीरको बाहिरको अवस्था दुईटा अवस्था छ नै, त्यसको लागि त्यो थाहा पाउनको लागि आफूलाई प्रिपेयर गर्नुपर्छ। We are just starting. With that, I'm taking a very short break on It's My Show. I will be right back. ग्लो पार्टनर लक्स, बेदाग निखारको लागि नयाँ लक्स। Welcome back after the break. You are watching It's My Show and we are in the presence of the incredible Swami Anand Arun and like I mentioned earlier, the heartthrob Nikhil Upreti. मैले ओशोको कुरा फेरि जोड्छु यहाँ। उहाँको यो ईस्ट र वेस्ट वर्ल्ड शुड कम टुगेदर, पूर्व र पश्चिमको संसार चाहिँ सँगै आउनुपर्छ भन्ने जुन एउटा कुरा छ। अब ईस्ट पूर्व भन्ने बित्तिकै हामी स्पिरिचुअलिटीको कुरा गर्छौँ, साइलेन्सको कुरा गर्छौँ। वेस्ट भन्ने बित्तिकै हामी टेक्नोलोजी, लजिक। सो उहाँले के भन्नुहुन्थ्यो, यो सबै सँगै आउनुपर्छ र मटेरियल सक्सेसको कुरा पनि छ वेस्ट वर्ल्डमा। ओशोलाई रोल्स रोयस बाबा पनि भनिन्थ्यो अरे। 93 रोल्स रोयस रेकर्डेड उहाँसँग थियो। 97 माई डेटा इज रङ। 97 रोल्स रोयस थियो। किन थियो? समाजलाई च्यालेन्ज गर्न थियो कि कतिजनाले कति चार्मिङ भनेर भन्थे, कतिले वाट अ मार्केटिङ जिनियस भनेर भन्थे। यो के थियो? ओशोले हरेक चिजमा उहाँले भन्नुहुन्थ्यो कि माई चोइस इज भेरी सिम्पल, आई वान्ट द बेस्ट। सिम्पल चोइस होइन, कति फ्लुइड सोचाइ। तर उहाँले चाहिँ जुन चिज पनि एकदमै क्लासको मन पराउनुहुन्थ्यो। अनि जोगी भएर पनि उहाँ मेटेरियली एफिलेन्ट बस्नुपर्छ भन्ने धारणा राख्नुहुन्थ्यो र हामीलाई पनि त्यही सिकाउनु भयो कि जोगी भएको मतलब यो होइन कि तिमी हिँड्नुपर्छ, गाडी नै चढ्नु हुँदैन र बस चढ्नुपर्छ। अहिले पनि धेरै जोगीहरू छन् पदयात्रा मात्रै गर्छन्, गाडीमा चढ्दैन। त्यो ओशो त्यसको पक्षमा हुनुहुन्न। उहाँ के भन्नुहुन्थ्यो, भौतिक सुविधा जुन छ, विज्ञानले जुन दिएको छ त्यसको उपयोग गर्नुपर्छ। अहिले विज्ञानले भौतिक सुविधा दिएका सालमै टिभीमा हामी कुरा गरिरहेका छौँ। नत्र यो 100 वर्ष अगाडि भनौँ 50 वर्ष अगाडि पनि सम्भव थिएन नेपालमा होइन। अहिले यो सम्भव भएको छ। यसको हामीले उपयोग गर्नुपर्छ, तब न हामीले कुरा गरेको लाखौँ मान्छेको बिचमा पुग्न सक्छ। त्यस कारणले ओशोले रजनीश अमेरिकामा गएपछि आश्रमले उहाँको लागि रहस राय किन्यो होइन। र त्यसपछि मान्छेमा के धारणा आयो भने लभ्स रहस राय। अनि त्यहाँ धनी मान्छेहरू अमेरिकामा बलिउडका सबै स्टारहरू भगवान्का शिष्य बनेका थिए। अब उनीहरूलाई के धारणा पर्यो भने गुरुलाई केही भेटिदिनुपर्छ र उहाँ हि लभ्स रहस राय। अनि हलिउडका जति स्टार आउँथे एउटा रहस राय लिएर आउँथे। यसरी
आश्रमले किनेको होइन, त सबै एक दुईवटा गाडी किनेको थियो, त बाँकी सबै गिफ्टमा आयो। हल्ला के भयो भने हि लभ्स रल्स राय होइन, र ओसोले पनि त्यसको विरोध गर्नु भएन, किनभने अमेरिकामा के हो, अमेरिकामा अध्यात्मको कम चर्चा हुन्छ, रल्स रायको बढी चर्चा हुन्छ। ओसोले देख्नुभयो कि यसले गर्दाखेरि कल्ट फलोइङ पनि आउने भयो, मैले चर्चाको विषय बने। अमेरिकन सोसाइटी त स्पिरिचुअली त सुतिराखेको हो नि, अनकन्सियस हो। अनकन्सियस त अरू ठाउँमा पनि मान्छे छ, तर पूर्वमा अलिकति धर्मप्रति बढी चाखो छ। पश्चिममा त खास गरी अमेरिकामा जुन छ त्यो ओशोको मेसेजप्रति त मान्छे सुतिराखेको थियो। जब रल्स रायको ताती लाग्यो, रल्स राय आउन थाले र हलिउडका स्टारहरू ओशोका दीक्षित सन्यासी बने, हल्ला भयो, अनि ओशो बिकम फेमस एज ए मास्टर अफ 97 रल्स राय। रल्स राय कम्पनीका मालिकहरू नि हेर्न आए, यो को मान्छे छ इन्डियन 97 कोही कसैसँग छैन। उनीहरू ओशोको देशनाको लागि उनीहरू आउँथेन, तर यो को छ जसले 97 रल्स राय ओन गर्छ भनेर आए देख्नलाई। उनीहरूले पनि स्पिरिचुअली देखे कि उसका किताब किने, उसको लेक्चर सुने। सो द्याट वे हिज मेसेज स्प्रेड अल ओभर द अमेरिका इन अ भेरी सर्ट टाइम बिकज अफ द रल्स राय। सबै चिजको उपयोग गर्नुहुन्थ्यो, सबै चिजको उपयोग गर्नु, र उहाँ एकदमै अट्याच हुनुहुन्थेन। र अमेरिका छोडेर जब आउनुभयो, इन्डिया आउनुभयो, मनाली आउनुभयो, मनालीमा म उहाँसँग बसेँ। त्यो बेला हामी एयरपोर्टबाट उहाँलाई ल्याउँदाखेरि, मनाली होटलमा ल्याउँदाखेरि एउटा सस्तो एम्बेसडर कार, थोत्रो एम्बेसडर कार ट्याक्सीको रूपमा, त्यो अब आजभन्दा त्यो 40 साल करिब पुरानो हो। त्यो बेला ट्याक्सीहरू पनि राम्रो एभाइलेबल थिएन कुल्लु एयरपोर्टमा। उहाँलाई एकदम थोत्रो एम्बेसडर कारमा हामीले ल्याउनु पऱ्यो, र उहाँ बस्नुभयो हिमालयन रिजोर्टमा। त्यहाँ एउटा साइकल पनि थिएन उहाँसँग, मोटरसाइकल पनि थिएन, बट हि वाज इक्वली ह्याप्पी। हि नेभर टक्ड अबाउट हिज रल्स राय। दुनियाँले चर्चा गर्थ्यो, उहाँलाई रल्स रायप्रति कुनै अट्याचमेन्ट थिएन। हि नेभर, मैले क्वेसन पनि गरेँ, डोन्ट यु मिस एनिथिङ? उहाँले के भन्नु, वाइ सुड आई मिस एनिथिङ भन्नुभयो। त्यसलाई मैले कहिले आफ्नो ठानेकै थिएन। मैले भने तपाईँको 97 रल्स राय थिए, यहाँबाट तपाईँलाई हामीले यस्तो थोत्रो ट्याक्सीमा हिँडाउनु परिरहेको छ, डोन्ट यु मिस योर कार? अनि उहाँले भन्नु, वाइ सुड आई मिस? त्यो टाइम थियो, मान्छेहरूले दिए, मैले त्यसको उपयोग गरेँ होइन। अझ यस्तो टाइम छ, मलाई केही पनि छैन, मेरो ह्याप्पिनेसमा कुनै चेन्ज भएको छैन। I am same person and I am centered, and why should I be miss anything? I am in Himalaya, I love Himalaya, Manali, Kulu Manali, Himalaya. When I look at the peaks of the Himalaya, I feel so happy. I am in the very good place. Why should I remember? हिजो जुन बितिसक्यो उहाँले मलाई सिकाउनु हो, तिमी किन सम्झिन्छ? मैले भने एभ्रीबडी रजनीशपुरम तोडिया छो, त्यहाँ अमेरिका गभर्मेन्टले उहाँलाई जेलमा राखेको थियो, दुःख दिएको थियो, हामीहरूलाई बडो पेन थियो। र सिटी ड्रिम सिटी थियो रजनीशपुरम, म त्यहाँ दुईचोटि गएर बसेका थिएँ। अब त्यो सिटी टुटेकोमा मलाई दुःख थियो। मैले भने मलाई दुःख छ, यस्तो कम्फर्टेबल यति राम्रो सिटी टुट्यो, डोन्ट यु फिल पेन? भगवान्ले भन्नुभयो तिम्रो त्यसको तिमीलाई किन पेन छ भने तिम्रो त्योसँग एट्याचमेन्ट थियो, मेरो कुनै एट्याचमेन्ट थिएन। मैले अलिकति कन्ट्रडिक्टरी कुरा, जस्तै अब निखिल दाइले मेरो स्ट्रक्चर चाहिँ तन्त्र हो भनेर भन्नुभयो होइन। तन्त्रका कति साधकहरू यहाँले भन्नुभयो जोगीहरू पदयात्रा गर्छन् भनेर, भौतिक सुखसँग चाहिँ एकदमै दूरी राख्नुहुन्छ उहाँहरूले होइन। करेक्ट मी इफ आई एम रङ। ओशोमा कति स्ट्रक्चर्सहरू तन्त्रका छन्, तर तपाईँले जुन साधना प्र्याक्टिस गर्नुहुन्छ त्यो यताबाट कसरी डिफ्रेन्स छ निखिल दाइ? खास तन्त्रको बारेमा जसरी आम व्यक्तिले बुझिरहेको हुन्छ त्यो बुझाइमा अलिकति फरक छ होइन। म पनि त्यस्तै फरक तरिकाले नै बुझ्थेँ कुनै समयमा। खास तन्त्रलाई तन्त्र भनेर त्यसरी होइन, तन्त्रको वेबाट पनि बुझ्नु त ज्ञान नै लिनु छ। सबै व्यक्तिले बुझ्न सक्दैनन् भने तन्त्रले त्यसलाई बुझाउन सक्छ। हामीले तन्त्र साधना मन्त्रको प्रयोगले हामीले चेतनासम्म पुग्नको लागि एउटा वे, एकै ठाउँमा एउटै चिजलाई हानिरह्यो भने त्यहाँ घाउ हुँदै जान्छ नि होइन। सानो पिनले यहाँ घोचिरह्यो भने त्यो भित्रसम्म जान सजिलो हुन्छ, तर त्यो भित्र जानुको नि मतलब यति हो कि चेतनालाई छुनु छ।
चेतना भने के? हामी एउटा लेयरमा छौँ, शरीरको लेयरमा छौँ, हामी यसैमा उल्झेको छौँ हैन। एक्चुअली हामीले मेरो आफ्नो अनुभवमा म के सोच्दछु, यो किन सोच्दछु, म यो किन गरिरहेको छु, हामी कन्फ्युज छौँ। हामीले यसरी बोल्दाखेरि सजिलैसँग बोलिरहेछौँ, तर एक्ज्याक्टली त्यो भित्रको मेकानिजम हेर्दाखेरि त्यो चिज होइन। हामी बहुत साइलेन्ट भएर बस्यौँ भने नि त्यहाँ म नै हराउँछ। अघि भर्खरै एकछिन स्वामीजीसँग कुरा हुँदाखेरि मेरो माइन्डमा चलिरहेको थियो, यहाँ म जन्मिन्छ र जबसम्म म मर्दैन तबसम्म म जन्मिरहेको भन्नाले म मेरो व्यक्ति भने होइन। तपाईँले भन्नुहुन्छ नि म भनेर, जुन हाम्रो म भन्ने जुन एउटा छ नि, भोक या जे होस्, नासमझ या जेसुकै सम्झ्यो, म आफूलाई भन्ने छ नि, त्यसमा स्पष्ट नभइन्जाल त्यो म जन्मिरहेको। म एउटा तत्त्व छ, मलाई छोड्न पर्यो। मलाई त्यतिकै छोड्छु भनेर छोडिँदैन। यो त बहुत राम्रोसँग अझ ओसोले नै बुझाउनु भएको छ। यहाँ मान्छेले भन्छ केही चिजलाई छोडी भनेर, जस्तै प्रेममा नि भन्छ नि मैले छोडी भनेर। मलाई जहाँसम्म लाग्छ प्रेममा हुँदा त्यति याद गर्दैन, छोड्दा त्योभन्दा बेसी याद गरिरहेको हुन्छ। यहाँ छुट्या केही पनि हुँदैन। हामी यही नै नाटक गरिरहेको हुन्छ, मैले त्यसलाई छोडिदिएँ भनेर। कुनै पनि चिज छुट्या हुँदैन। त्यो छोड्नु कला एउटा कला छ। अनि तन्त्र चाहिँ एउटा त्यो हो हाम्रो परम्पराले, मलाई जहाँसम्म लाग्छ पूर्वीय उसमा सबभन्दा राम्रो एउटा सुन्दर पक्ष तन्त्रको जुन छ, त्यो बच्नु पनि पर्छ भन्छु। तर अर्को वेबाट त्यो आउँदै पनि छ जस्तो नि लाग्छ मलाई। तन्त्रले जो व्यक्ति बुझ्न सक्दैन, ज्ञानमा त्यति बृहत भएको छैन भने पनि उसलाई त्यो चेतनासँग फिल गराइदिन सक्छ तन्त्रको वे। तर तन्त्रको वेबाट पनि बुझ्ने त फेरि साङ्ख्य नै हो। साङ्ख्य योग भन्छ नि, ज्ञान नै हो, बुझ्नु नै छ। फाइनली त बुझ्नु नै छ। बुझ्नको लागि हामी जन्मेको हौँ। तर त्यसको सर्ट वे एउटा छ जुन तन्त्र। तर सर्ट भन्ने साथै त्यति पनि सर्ट होइन, मन्त्र बोल्ने साथै होइन। त्यो मन्त्रको प्रयोगको पनि एउटा यो गजबको विज्ञानै हो, तन्त्र विज्ञान। तन्त्रमा पनि कतिवटा भाग छन् भनेर भन्छ छ नि। एउटा चाहिँ अघोर पनि हो र अघोर साधना सोच्ने बित्तिकै हामीलाई एकदमै डर लाग्छ कि खासमा चाहिँ के हो त यो? अब जस्तै अहिले तपाईँले भन्नुभयो साधना सोध्ने साथै डर लाग्छ। अब यसैबाट थाहा हुन्छ तपाईँ किन डराएको भनेर क्वेसन हुन्छ। त्यो भनाइमै डराइएको हो कि अघोरको मलाई लाग्यो यसको धेरै छ। हरेक चिजलाई कति क्लोजली एन्काउन्टर गर्नु भएको छ? धेरै छ, मेरो धेरै भेट भएको छ। खास ती व्यक्तिहरूसँग नि भेट भएको छ। त्यो पनि मैले भेटे भन्दिनँ, समयले कस्तो कस्तो व्यक्तिसँग भेट गराइदिँदै जान्छ कि। मेरो अघोरीसँग भेट हुँदाखेरि पनि बडा गजबको घटना छ। त्यो घटना भन्दा नि मलाई सबभन्दा राम्रो पक्ष मैले बुझेको तरिका है, अघोरी के हो भने हामी हरेक चिजको एउटा बनावटीमा छौँ कि। जस्तै म यहाँ टेलिभिजनमा आएँ, म यहाँ बसिया छु, यसै गरी बसिया छु, स्वामीजी बोल्नुहुन्छ, म सुन्छु होइन, तपाईँ क्वेसन गर्नुहुन्छ। अनि यसमा हामी पनि शब्दमा पनि उछौँ कि कहीँ मेरो शब्दले चुप्छ कि चुप्दैन, कसैलाई खोचिहाल्छ कि होइन। त्यो त व्यक्तिअनुसार हुन्छ नि होइन। मेरो कुराले कसैलाई चोट नलागोस् भन्ने त्यो पनि एक किसिमको डर हो। तर अघोर यस्तो छ, उसले शब्द नै, उसको भनाइमा त के हुन्छ भने यी सब मिठा शब्द सिर्फ बटरिङ भनौँ न, यो जस्ट बटरिङ हो, ताकि मैले मिठो देखि उसले पनि मलाई मिठो बोलोस् भनेर। अघोरीले फ्याट जे पनि भनिदिन सक्छ, जुन तरिकाले पनि, जुन निम्न स्तरको शब्द प्रयोग गरेर पनि बोलिदिन सक्छ। उसले यो आशले होइन कि मेरो शब्दले उसले के गर्छ, के रेस्पेक्ट दिन्छ। किनभने रेस्पेक्ट खोज्नु पनि, म तपाईँसँग बहुत राम्रोसँग बोल्छु त म फेरि आश पनि गरिरहेको हुन्छु कि मसँग त्यति नै राम्रोसँग होस् भनेर। अघोरीले त्यो पनि सोच्दैन। उनीहरू हरेक मान्यतालाई तोडिदिन चाहन्छ, कम्प्लिट तोडिदिन चाहन्छ। बााउन्ड्री नै। जस्तै भनौँ न, हाम्रो माइन्डमा एउटा स्ट्रेस दिउँ न, सिम्पल के थाहा छ, हामी निराकारलाई फिल गर्न सक्छौँ, सेपलेसलाई फिल गर्न सक्छौँ। यति क्वेसन काफी छ नि हामीलाई। हाम्रो हरेक विचार पनि सेपमा छ। सो फ्लुइडिटी होइन, ओशोले पनि फ्लुइडिटीकै कुरा गर्ने त हो। देयर आर नो रुल्स। ह्युमन बडीमा मूल एनर्जीको स्रोत हामी कुरा गर्छौँ भने ओशोले पनि कुरा गर्नुभएको छ, वज्र नै हो भनेर। त्यसमा पर्छ सेक्स, लाइफ, डेथ। सो जब हामी सेक्सको कुरा गर्छौँ त्यति बेला त रेभोल्युसनरी थियो। अहिले पनि समाज यसको बारेमा कुरा गर्न डराउँछ। ओशोले भन्छन् यो त पाप होइन, सेक्स इज नट अ सिन, यो पवित्र हो भनेर भन्नुभएको छ उहाँले। र कतिजनाले चाहिँ आश्रममा हुने सेक्सुअल प्र्याक्टिसेसको त्यसलाई क्वेसन उठाउनुहुन्छ कि यो कतिसम्म सत्य हो र यसलाई सहज ढङ्गमा कसरी बुझ्न सकिन्छ?
होइन सेक्सलाई मान्यता हाम्रो समाजमा प्राप्त छैन होइन सेक्सको कुरा गर्नु हुँदैन यसो टिभी सोमा समाजले भन्छ कि सेन्सरमा काट्न पनि दिएछ तपाईँ नकाट्नुहोस् होइन अहिले नेपाल धेरै ओपन भइसकेको छ ओशोको प्रभावले पनि संसार सेक्सको बारेमा धेरै ओपन भइसकेको छ होइन यो एउटा धारणा थियो कि प्रत्येक व्यक्ति सेक्सुअल छ त लुकाएर सेक्स गर्छ कुरा गर्नु हुँदैन द वे पिपुल बिहेभ एज इफ दे आर फ्री फ्रम द सेक्स होइन जीवनको एउटा आवश्यक त्यो नेचर हो प्रकृतिको नेचर हो चराचुरुङ्गीदेखि लिएर जहाँ लाइफ छ त्यहाँ सेक्स छ त्यसमा अपवित्र केही पनि छैन हामीले त्यसलाई अपवित्र बनाइदिएका छौँ धारणा दिएर र यसको बारेमा सेक्सको बारेमा धेरै गाली गर्ने सेक्सलाई धेरै डिनाउन्स गर्ने योगीहरू इन्डियामा अहिले सेक्सुअल स्क्यान्डलमा जेलमा पढिराख्नुको सुन्नुहुन्छ कि सुन्नुहुन्न अमेरिकामा पनि जो सेक्सका बारेमा एकदम विरोध गर्ने पाद्रीहरू हुनुहुन्छ उहाँहरू चाहिँ चाइल्ड एब्युजमा जेलमा मुद्दा चलेको सुन्नु भएको छ कि छैन विरोध गर्नु भनेको बडो सजिलो छ तर जो नेचुरल इन्स्टिङ छ त्यसबाट मुक्त हुनु त्यति सजिलो छैन यो सेक्सुअल प्र्याक्टिसेस इन द आश्रमको पनि कतिले कुरा उठाउनुहुन्छ नि आश्रम र बाहिर के हो आश्रममा मान्छेले खान्छ होइन बाहिर मान्छेले जो व्यवहार गर्छ आश्रममै त मान्छे नै छ नि त्यही व्यवहार गर्छ फरक यति छ कि बाहिर लुकाएर गर्छ हामी लुकाएर गर्दैनौँ र बाहिर चाहिँ कन्डेम गर्छ त्यसलाई गरेर गिल्ट फिल गर्छ जो व्यक्ति म्यारिड छन् र जसलाई सेक्सको आवश्यकता छन् उनीहरूले आश्रममा सेक्स गाल्दाखेरि डोन्ट फिल एनी गिल्ट फिल गर्दैन किनभने इट इज ए पार्ट अफ लाइफ नेचरको चराचुरुङ्गीदेखि लिएर हरेक जनावर हेर्नुहोस् न कोही सेक्सबाट मुक्त छ प्रकृतिमा सेक्स छ बाघले भालुले सबैले सेक्स गरेन भने प्रजननै चल्दैन सृष्टि नै चल्दैन सृष्टिको आवश्यक अङ्ग हो त्यो होइन त्यसमा कसैले लाज मान्दैन कसैका पाप मान्दैन यो हाम्रो धर्मगुरुहरूले यसलाई चाहिँ पाप बनाएर गिल्ट पैदा गरिदिए गिल्ट पैदा गरेर के हो भने गिल्टी मान्छे पनि सेक्सबाट मुक्त चाहिँ भएन लुकाएर अब जो मैले भने नि सेक्सलाई सबभन्दा कन्डेम गर्ने गुरुहरू अहिले इन्डियामा जेलमा छन् सेक्सुअल स्क्यान्डलमा यति मात्रै होइन कतिलाई देश छोडेर भाग्नु परेको छ कति पाद्रीहरूलाई चाइल्ड एब्युजमा अब यो त डर्टी सेक्स पो नि योभन्दा त नेचुरल सेक्स राम्रो थियो नेचुरल सेक्सलाई सप्रेस गरेर यदि पोर्नोफिल गर्छ भने त्यो त बडो भद्दा चिज हो नि नेचुरल सेक्स चिजलाई अब तपाईँले रोक्नु हो भने मान्छे त्यसको चाहिँ गलत बाटोबाट त्यसको सेटिस्फ्याक्सन मान्छेले खोज्छ त्यसको ओशो विरोधी हुनुहुन्छ एनिथिङ नेचुरल ओशो त्यसको सपोर्ट गर्नुहुन्छ जो स्वाभाविक छ प्राकृतिक छ त्यो जीवनको आवश्यकता हो त्यसको किन विरोध गर्ने I will just get back to this conversation. I'm taking a very short break. I'll be right back. ग्लो पार्टनर लक्स बेदाग निखारको लागि नयाँ लक्स वेलकम ब्याक आफ्टर द्याट ब्रेक हाम्रो धेरै समयदेखि कुरा भइरहेको थियो स्वामीजी भुटान यात्रामा जानुभएको थियो कस्तो भयो स्वामीजी यात्रा एउटा पिक्चर छ मसँग यहाँलाई देखाउँ कि नदेखाउँ यहाँको भुटान यात्राको फोटो यो फोटोमा स्वामीजी रुँदै हुनुहुन्छ इमोसनली ओभरवेल्म्ड धेरै कम पटक भएको होला तर यहाँ रुँदै हुनुहुन्छ यो रिसेन्ट हो किन पहिले उहाँ मेरो सँगै विरोचन बसिराख्नु भएको छ विरोचन अहिले वर्ल्डमा धेरै पपुलर भइसक्नु भएको छ किनभने उहाँ एउटा अवतारी लामा हुनुहुन्छ हु रिमेम्बर हिज होल पास्ट होइन र
उहाँसँग बस्दाखेरि उहाँ जोसँग मेरो उहाँ प्रिन्स हुनुहुन्छ, यो राज प्यालेसको टेम्पलमा हामी कुरा गरिराखेका छौँ होइन। त्यहाँ उहाँको प्यालेस जुन छ त्यसको त्यसको आफै उहाँले मन्दिर बनाउनु, इज 11 year old ओन्ली होइन, 11 वर्षको हुनुहुन्छ। उहाँसँग कुरा गर्दाखेरि मलाई के लाग्यो भने म आफूभन्दा धेरै जान्ने, धेरै ठुलो, धेरै उमेरका गुरुसँग कुरा गरिराखेँ जस्तो मलाई फिल भयो। भाषामा पनि उहाँको इङ्ग्लिसमा र हिन्दीमा सबै भाषामा कमान्ड छ र हिज विजडम उहाँको स्कुलिङ भएको छ कि छैन? स्कुलिङ भएको छ, त्यो प्रपर एजुकेसन घरैमा आफै पढ्नुहुन्छ। 11 वर्षको भनौँ न एउटा बच्चै भन्नु पर्ला, बच्चाले 11 वर्षको के उमेर हुन्छ होइन, 4-5 वटा ल्याङ्ग्वेज बोल्नुहुन्छ। ल्याङ्ग्वेज जति ल्याङ्ग्वेज बोल्नुभयो सबैमा फ्लुएन्ट हुनुहुन्छ र संस्कृत पनि जान्नुहुन्छ, चाइनिज भाषा पनि जान्नुहुन्छ। उहाँको मदरले मलाई बताउनु हो, चाइनिज पनि जान्नुहुन्छ, संस्कृत पनि जान्नुहुन्छ, नेपाली पनि जान्नुहुन्छ, भुटानी ल्याङ्ग्वेज पनि जान्नु। त्यो ल्याङ्ग्वेजको कुरा छोडिदियो, उहाँको जो स्ट्यान्डर्ड मैले देखेँ, हि इज इन्कार्नेसन। पछि अब म सर्टमा तपाईँलाई भनौँ, मैले उहाँ सोधेँ कि यु मस्ट बी इन्कार्नेसन अफ सब बुद्धिस्ट मास्टर। त उहाँले भन्नुभयो म आनन्द जो बुद्धको भाइ थिए, आनन्द गौतम बुद्ध, सिद्धार्थ गौतम बुद्धको नेपालमै जन्म भएको थियो उहाँको पनि, कपिल वस्तुकै जन्मेको व्यक्ति हो। 2500 years 2500 अब त 26 जति होला, त्यति वर्ष अगाडि बुद्धको भाइको रूपमा जन्मिनु भएको थियो, कजन भएर जन्मिनु भएको थियो। पछि बुद्धको शिष्य बन्नुभयो आनन्द होइन, एकदम नामित बुद्धका 10 प्रमुख शिष्यमध्ये एक शिष्य, त्यसको उहाँ इन्कार्नेसन हुनुहुन्छ। जब उहाँले यो कुरा मलाई रिभिल गर्नुभयो, यो मेरो जुहाएको आँसु हो, त्यो दुःखको आँसु होइन। र मलाई मेरो गुरुले बताउनु भएको थियो कि आई वाज अल्सो ए डिसाइपल अफ बुद्ध। म भिक्षु थिएँ अनेक जन्ममा, मेरो अनेक जन्म, यो एकै जन्ममा अध्यात्म आउँदैन, अनेक जन्ममा बुद्धिस्ट पासमा हिँडेको छु, लामा भएर हिँडेको छु। भिजन भेटेको मेरो गुरुले कन्फर्म गरेको। 2 जन्म त तिब्बतमा थिएँ भने मलाई पनि भिजन छ, मेरो उसले पनि कन्फर्म, त्यो मेरो विरोचनले पनि कन्फर्म गर्नुभयो। हि इज अल्सो माई गुरु। तपाईलाई भिजन्स पनि थियो, गुरुले पनि कन्फर्म गर्नुभयो, विरोचनले पनि कन्फर्म गर्नुभयो। सो अपेरेन्टली उहाँ चाहिँ तपाईको गुरु हुनुहुन्थ्यो, आनन्द हुनुहुन्थ्यो, उहाँ बुद्धको भाइ हुनुहुन्थ्यो र त्यही जन्ममा इन्लाइटेन हुनुभयो। उहाँ जगत कल्याणको लागि रिएन्कार्नेट गर्नुभएको छ, पुनर्जन्म उहाँको भएको छ। र मलाई जब उहाँले भन्नुभयो कि म आनन्द थिएँ, मलाई उसले बताउनु भएको थियो कि बुद्धको टाइममा म आनन्दले नै मलाई बुद्ध धर्म दीक्षित गर्नुभएको थियो। त मेरो बुद्ध भिक्षु बनाउने, बुद्ध आफै दीक्षा दिनुहुन्थेन, 10 जना आचार्यबाट थिए जसबाट दीक्षा दिलाउनुहुन्थ्यो। मेरो दीक्षा गुरु आनन्द हुनुहुन्थ्यो, अहिले उहाँ 11 वर्षको हुनुहुन्छ। जब यो मिस्ट्री उहाँले रिभिल गर्नुभयो, म आउट अफ जोय, आउट अफ रेस्पेक्ट मैले यति रोएँ, यति रहेँ, प्यालेसमा सबै रोएँ म। त्यहाँ यसमा देखाएको छैन, अडियन्समा जति मान्छे थिए, मेरो आँसु देखेर हृदयबाट फुटेर आँसु आएको होइन। त्यो उहाँले मलाई हेर्नु गरिराख्नु भएको छ, माया गरिराख्नु भएको छ होइन। म यति रोएँ प्यालेसमा कि जति मान्छे थिए सबै रोएँ मेरो आँसु। बिकज 2500 वर्ष पुरानो प्रेम। हि वाज माई मास्टर एट द टाइम अफ बुद्ध। अहिले 11 वर्षको हुनुहुन्छ, त उहाँको विजडम यति छ, 1100 वर्षको मान्छेको भित्र हुँदैन। यति ज्ञान छ उहाँभित्र, यति त्याग छ उहाँभित्र, र जगतको कल्याणको लागि यति माया छ। हि हेज इन्कार्नेटेड जस्ट टु सेभ दिस प्लानेट फ्रम डिस्ट्रक्सन। संसार नष्ट नहोस्। यो संसार किन बचिराखेको छ थाहा छ? यो पोलिटिसियनहरूको युनाइटेड नेसनको भाषणले बचिराखेको छैन। उनीहरू त आज एउटा भाषण दिन्छ, भोलि गएर अर्कोमा बम खसालिदिन्छ। हिजोसम्म शान्तिको कुरा गर्छ, अर्को दिन गएर बम खसाल्छ। त्यो पोलिटिसियनको पोलिटिक्सले जगत बाँचिराखेको छैन। यो जगत किन बाँचिराखेको छ भने यस्ता ऋषिहरू हुनुहुन्छ जो हिमालयका कन्दरामा तपस्या गरिराखेका छन्, या विरोचन जस्तो हुनुहुन्छ जो दरबारमा बसेर पनि ऋषि हुनुहुन्छ। हामीहरू तपाईँमा त ध्यान गरिराखेका छौँ। दिस वर्ल्ड इज सर्भाइभिङ बिकज दे आर ए कम्प्यासनेट योगी एराउन्ड द वर्ल्ड, र उनीहरूको भाइब्रेसनले यो संसार बाँचिराखेको छ। यहाँलाई कस्तो भान छ आफ्नो पास्ट लाइफको निखिल दाइ?
पक्कै पनि हामी यहाँसम्म आइपुग्नुमा एउटा यात्रा त पक्कै छ नि। हामीले एउटा प्लान्टलाई नै हेरौँ न या केही चिजलाई पनि हेरौँ न, त्यसको लामो यात्रा पछाडि एउटा समझ एउटा बुझाइ मान्छेमा आउँछ नि। जस्तै अघिकै कुरामा एउटा सानो रिपिट गर्छु, जबसम्म हामीभित्र आफैलाई क्वेसन उठाउन सक्दैनौँ, बाहिरी सुनाइले त्यति फरक पर्दैन। त्यस्तो गुरु धेरैबाट गइन्छ, धेरैबाट ठक्कर खाइन्छ, जबसम्म स्वयंमा सवाल उठ्दैन। सवाल तब उठ्छ भनौँ न, एउटा मौन व्यक्तिलाई हेर्दाखेरि ऊ अहिलेको अवस्थाले मौनमा हुन सके होइन। दुईवटा व्यक्ति मौन हुन्छ, एउटा महामूर्ख पनि त्यति नै मौन बस्दिन्छ, तर भित्रभित्र दुनियाँलाई गाली गरेर बस्दिन्छ। एउटा व्यक्ति अब गाली गर्न पनि रहेन, ऊ एक्चुअली मौनमा पुग्छ भने उसको यात्रा बहुत लामो छ। उसले पनि धेरैलाई गाली गर्यो होला, के भन्यो होला, के भन्यो होला, ती सब कामको छैन। अब काहीँ पनि छैन, बस शान्त छ। यो एउटा यात्राले तय गर्छ। भनेपछि यो पुनर्जन्मको कुरालाई त म सिम्पल यसरी भन्छु, हामी अहिले छौँ, मर्छौँ होइन। अनि जब मर्छौँ भनेपछि फेरि जन्मिन्छौँ, सर्कल त कम्प्लिट गर्नु पऱ्यो नि। यहाँ बिना सर्कलको के छ? हामीले कति लेयर्सहरूमा कुरा गऱ्यौँ होइन। निखिल दाइलाई त कति प्रश्नहरू आउँछन् होला नि, ओहो के भएछ निखिललाई, के भएछ त, केमा लागिरहेछ? धेरै क्वेसन आउँछ यो है। म सधैँ यही भन्छु, क्वेसन्सहरूलाई तपाईँले त्यो चाहिँ आवरण देख्दाखेरि त्यो क्वेसन आउनु सही हो। हामी आवरणमा मात्रै छौँ, हामी बाहिरी देखावमा मात्रै नै छ। सामान्य व्यक्तिहरू बाहिरी देखावामा मात्रै छ, तर बाहिरी दुनियाँ त के छ र? यो आँखाले त्यहाँसम्म देख्छ, तर मनको दुनियाँलाई एकछिन झाकेर रोकेर हेर्नु त के छ त्यहाँ। जब त्यो चिजलाई हेरिँदैन त आफू कहाँबाट थाहा हुन्छ? हामीभित्र विशाल दुनियाँ छ, कम्प्लिट दुनियाँ छ, तर अस्तव्यस्त दुनियाँ छ। अनि त्यही भएर दाढी पाल्यो कि जोगी भइस् भन्छन् होइन। यस्तो किन गरेर यस्तो होस्? अनि अर्काको घाउ बोकेर हिँड्ने धेरै छन्। कतिजना मेरै घाउ बोकेर हिँडेर आउँछन्, मेरै घाउको कुरा उठाइरहेको हुन्छन्, बिचरा उसको घाउ बिर्सिरहेछ होइन। यो छ नै, यो सामान्य चिजहरू जस्तो लाग्छ मलाई त। कति चिजको क्वेसन उठ्छ, तर म ती क्वेसनभित्र उनीहरूलाई हेर्दाखेरि बडा प्रेम भाव आउँछ कि बिचरा आफ्नो सारा समस्या छोडेर आफ्नो घाउ पनि बिर्सेर मेरो पनि घाउ कोट्याइरहेछ यसले, किन थाहा छ? म तपाईँको घाउ कोट्याउँदाखेरि तपाईँले घाउको कुरा गर्दा म मेरो घाउ एकछिन बिर्सिन्छु। बिर्सिन त सबै चाहन्छन् कि फेरि। ब्युटिफुली सेड। हामीले अब त कार्यक्रमको अन्त्यमा पनि आइसक्यौँ हामीहरू होइन। एज मच एज आई वान्ट टु टेक दिस कन्भर्सेसन फरवर्ड, विल ह्याभ टु गेट ब्याक टु द मेट्रिक्स। जाँदा जाँदै निखिल दाई टिकटक सेफ्टी एम्बेसेडर, टिकटक एम्बेसेडर पनि हुनुहुन्छ होइन। स्पेसली फ्यामिली पेयरिङ भन्ने एउटा कुरा छ, त्यो कुरा चाहिँ यहाँले बुझाइदिनु पर्यो। के हो हामी टिकटक अथवा भनौँ न इन्टरनेटमा जुन किसिमको अहिले सबैको लागि सेफ प्लेस नहोला इन्टरनेट होइन, कसरी बुझ्न सक्छौँ? यहाँको दुईवटा बच्चाहरू पनि छन्। म यसरी भन्न चाहन्छु, एकदमै जरुरी छ अहिलेको अवस्थामा बुझ्नलाई। कुनै समय थियो दुश्मन ढोकाबाट आउँथे, झ्यालबाट पनि आउँथ्यो होला, कोही दिवारमा पाल पारेर पनि छिर्थ्यो होला, मेबी हुनसक्छ लेटरको मार्फतबाट पनि त्यो पीडा दुश्मन आइपुग्थ्यो होला। तर अब दुश्मन पनि एटमिक लेभलमा पुग्यो, माइक्रो लेभलमा पुग्यो होइन। हाम्रो इन्टरनेटको थ्रुबाट हाम्रो मोबाइलमा हाम्रो बच्चा बच्चीसँग कस्तो खालको व्यक्ति आएको छ त्यो इन्टरनेटको थ्रुबाट, त्यो हामीले जान्न जरुरी छ। विज्ञानले त्यो हामी कन्ट्रोल पनि गर्न सक्छौँ। कन्ट्रोल पनि विज्ञानले हामीलाई यति प्रविधि दियो, सँगसँगै हामीले जान्न नचाहेको। मलाई पनि हिजोको दिनमा थाहा थिएन र आज थाहा पाउँदा एकदमै खुसी छु टिकटकसँग पनि। किनभने त्यहाँ फ्यामिली पेयरिङ एप जुन राख्या छ, हामीले हाम्रो बच्चा बच्चीहरूलाई चाहिँ कन्ट्रोल गर्न सक्छौँ कि ऊबाट कस्तो व्यक्ति आछ, ऊ के चिज हेर्नमा छ, यो हेर्न लायक छ कि छैन, यो सुन्न लायक छ कि छैन, र कस्तो व्यक्ति उनीहरूसँग चाहिँ कनेक्सनमा आइरहेछ, हामीलाई त्यो फेसिलिटी दिएको छ। यो गजबको फेसिलिटी हो टिकटकले विज्ञानको मार्फतबाट पाएको। अहिले बच्चा बच्ची रुममै बस्दा बस्दै पनि उनीहरूले दुनियाँमा गलत र सही थाहा नपाउने अवस्थामा जहाँ पनि पुग्दिन सक्छन्, त्यो ठुलो दुर्घटना हुनसक्छ। त्यसैले फ्यामिली पेयरिङ एप सबैले प्रयोग गरौँ। जाँदा जाँदै म एउटा क्वेसन मलाई एकदमै सोध्न मन लागेको मैले सोध्न बिर्सेँ। धेरै आध्यात्ममा लागेको व्यक्तिहरूले चाहिँ दाह्री किन पाल्छन्? त्यो जवाफ चाहिँ मलाई दिनु पर्यो। होइन स्वामीजी जति त मेरो दाढी उहाँको भन्दा मेरो बेसी छ, यसको मतलब भयङ्करमा आध्यात्मिक होइन। मेरो त यो हो, सिधा कुरा मैले पहिले नि भने, यो दाढी
यति पनि बनाउने टाइममा छ। बिहान उठिन्छ नि, उठ्यो म आफ्नो साधना लाग्छु, त्यसपछि साधुहरूको लामो लामो दाढी देखिन्छ। ओशोको पनि त कति राम्रो दाढी थियो होइन? त्यो किन र कसरी नेचुरल छोडिदिएको होइन, नेचुरल छोडेको कारण? मेरो चाहिँ दाढी हामीले बढाएको होइन नि, दाढी त नेचरले बढाइरहेछ। हजुर सोध्नुहोस् त उनीहरूले जो काट्छन् किन काट्छन् पनि त सवाल रह्यो। क्वेसन त त्यो हो नि, यो त हामीले आफै बढाइरहेको। स्वामीजीले किन काट्नु भयो? होइन काट्ने होइन, सेभ गरेको मैले, सेभ गरेको हो त्यो तपाईँ भन्न सक्नुहुन्छ। बिकज आई लभ, अब मलाई ठुलो दाढी सुहाउँदैन, मलाई यही दाढी सुहाउँछ होइन, त्यस कारणले मैले सेभ गरेको हो। त्यसको रेस्पोन्सिबिलिटी म लिन्छु। यो उम्रिराखेको मेरो कारणले होइन, जो दाढी काटिराखेका छन् उनीहरूलाई सोध्नुहोस् किन काटिरहेका छन्, बिकज द्याट इज ए एक्ट। उनीहरूले काटिरहेका छन्, हामीले काट्या होइन, नेचरले बढाइदिएको हो। Thank you very much. Thanks for allowing me to put a very stupid question before we leave. जति बोले पनि आजकल तिमीसँग बोले अधुरो नै लाग्छ। एकछिन सोच भने तिमीलाई मेरो निन्द्रा कहाँ कहाँ भाग्छ। तिमीसँग मलाई लाग्छ, तिमीसँग हर क्षण बिताउन लाग्छ। तिमीसँग तिमीसँग हर क्षण बिताउन लाग्छ। नबोल्दा तिमी एकछिन मन सम्हाल्न गाह्रो छ। ग्लो पार्टनर लक्स बेदाग निखारको लागि नयाँ लक्स।